भूत भविष्य वर्तमान इतिहास नबुझेका कस्ताले म जस्ताले होइन मैले होइन अन्ध भक्तले जुन आँखीचिम गरेर भक्त गरे तिनले त्यो जुन आँखीचिम गरेका भक्तले के सोचेनन् भने कि यो राजनीतिक कुन दिशामा जान्छ कुन बाटो जाने हो कुन लक्ष्य पत्ता लगाउने हो त्यो अनुभव नभएकाले हालेको म छाती ठोकेर भन्छु। भूत भविष्य बुझेकाहरू चाहिँ सिङ्गापुरमा गएर डकारी रहेछन् डढेका नोट भनिरहेछन् क्या सर? को गयो सिङ्गापुरमा? शेरबहादुर देउबा। उपचार गर्न जान नपाउने शेरबहादुर देउबा? कति नेपालमा उपचार गर्ने हस्पिटल छैन? नेपालमा त बडा सुरक्षा भएन के गर्ने त? कस्तो सुरक्षा भएन अहिले? सुरक्षा भएको भए के कुरा सुरक्षा भएको भए 5 फेर प्रधानमन्त्री भएको मान्छेलाई घर गएर लछार पछार गरेर आफ्नो न लछार पछार गरेर इतिहासमा नेपालको इतिहासमै छैन। तर त्यति गर्दा पनि शेरबहादुर देउबाले कसैलाई एक शब्द गाली गरेका छैन। सोच्नुहोस्, एक शब्द गाली गरेका छैन कि। तर शेरबहादुर देउबा उपचार गर्न नपाउने हो। रोग भनेको धेरै किसिमका हुन्छन्। ठोक्नुहोस्, प्रधानमन्त्री भएको मान्छेलाई एउटा सर्वसाधारण व्यक्ति गएर लछार पछार गर्ने कुटपिट गर्दाखेरि उनको मानसिक चिन्ता भयो। त्यो त आउनुभन्दा अगाडि जानु भएन र उपचार गर्न जानु भ्याउँदैन थियो र? त्यो त उपचार गर्न सन्चो टाइम लाग्छ। सन्चो भएपछि देशको 5 पक्नु होइन सन्चोको पुरै भने होइन। तपाईँ पनि काङ्ग्रेसको झोले हुनुहुँदो रहेछ है? यो झोले शब्द तपाईँको होइन, मान्छेले त्यसै भन्छन् नि त तपाईँलाई। अब किनभने शेरबहादुर देउबा 5 चोटि प्रधानमन्त्री हुनुभयो, देशमा के कायापलट गर्नुभयो भनिदिनुहोस् ल। के गर्नुभयो शेरबहादुर देउबाले? त्यसपछि हामी स्यालुट गरौँला। तपाईँले कहिले शेरबहादुर देउबाको घरमा डढेको नोटको विरोध गर्नु भएको छ? डढेको नोट अकुत सम्पत्ति त राख्नु भएछ नि, प्रधानमन्त्री भएर पैसा राख्नलाई होइन नि। तपाईँ सही प्रश्न हो ल, उत्तर शेरबहादुर देउबाको घरमा पैसा डढेको भए 2 फेर प्रधानमन्त्रीको केपी ओलीलाई सोध्नु शेरबहादुर पैसा कसले डढालेको हो केपी ओलीलाई सोध्नु, मलाई नसोध्नु। प्रधानमन्त्रीको केपी ओलीलाई सोध्नुहोस् न शेरबहादुरको पैसा। समाचारमा त आएको हो नि सर। समाचारमा देख्नु भएन त्यो चाहिँ तपाईँले? तपाईँले अझै पनि कुरो बुझ्नु नै के हो? यदि शेरबहादुरको घर पैसा थियो भने त्यो पैसा ल्याएर राज्य कोषमा राख्ने हो के? राज्यको ढुकुटीमा राख्ने हो। यदि राज्यको ढुकुटीमा राख्न सकिएन भने तपाईँ हामी गएर त्यो पैसा बटुटर खल्तीमा राख्ने हो। त्यो डडालेर कुनै बहादुरी भएन। यदि हो भने होइन, यदि हो भने त्यो डडालेको कुनै बहादुरी होइन। पैसा त्यसरी सम्पत्ति घरमा राख्ने होइन नि त सर। ब्याङ्कमा राख्नु पर्यो, काम गर्नु पर्यो। भ्रष्टाचार गरेको होला, सक गर्थ्यो होइन? यदि भ्रष्टाचार गरेको लुकाएको भए यो सरकारले के हेरिएको छ? अहिले चाहिँ 70 दिनसम्म के हेरिएको छ? त्यही त नि सिङ्गापुर इन्टरपोल लगाएको छ नि, थाहा छैन हजुरलाई? पक्राउ गर्नलाई इन्टरपोल लगाएको छ। इन्टरपोल लगाएर केही नापेन, अदालतले त फैसला गर्नु नि। शेरबहादुर